आइपुग्नु भयो? आइपुगे। कस्तो लाग्यो तपाईलाई? राम्रै छ। सो साथीहरु सबैलाई स्वागत छ युवराज घुम्दैछ च्यानलमा हैन। आज चाहिँ हामी जाँदैछौँ कालिन्चोक भगवतीको दर्शन गर्नलाई। साथमा हुनुहुन्छ आशिष खनाल एन्ड फ्यामिली हैन। आशिष खनाल हाउ आर यु? नमस्ते सबैजनालाई, आई एम फाइन। अब चाहिँ यहाँ 7 बजिसकेको छ। 7 बजेर लगभग 10-15 मिनट गइसकेको छ। अब हामी बिस्तारै हाम्रो सवारी साधन यहाँ आइसकेपछि त्यसमा चाहिँ चढेर अनि यात्रातर्फ लाग्नेछौँ। आजको यात्रा चाहिँ निकै रमाइलो हुनेछ हैन। सबैजना स्टे ट्युन्ड, के हुन्छ भनेर फलोअप गरिराख्नु होला हैन। यो पनि आइसक्नु भयो हैन त। हेलो दाइ, के छ दाइ? हेलो, ठिक छ। तपाईँलाई हाम्रो भ्लगमा स्वागत छ हैन। आज चाहिँ हामी दोलखा कालिन्चोक भगवती दर्शन गर्न जाँदैछौँ। दाइ पनि ट्याक्क आइसक्नु हो। अब निस्किनुपर्छ हामी। कति टाइम लाग्छ होला दाइ हामी पुग्नलाई? लाग्छ 5-6 घन्टा लाग्छ है। यहीँसम्म मात्रै आउँछ, अलि अगाडि आउनु, पछाडि आउनु। आउनु ल, अलिकति यहीँसम्म मात्रै हो ल, यहाँभन्दा उता जान्न। यहीँ हो गुरु। पा के छ खबर तपाईँको? बाले धपाइदिनु भयो यार पार्टीहरूलाई। अब चाहिँ हामी हिँडिसकेका छौँ गाडीमा होइन। आइ सर हिँडिसक्यो हामी चाहिँ। ल बालाई पनि रमाइलो छ, आमालाई पनि रमाइलो छ यहाँ। ल त्यहाँका हामी यहाँ धारा अगाडि आइपुग्यौँ। अब हामी अघि बढ्नेवाला छौँ। सुकुटे आयो हामी चाहिँ। हेलो हाउ आर यु आन्टी, के छ? सुकुटे आयो होइन त? ल अङ्कल, ल कस्तो राम्रो ठाउँ चाहिँ कस्तो लाग्यो आमालाई भनिदिनु त। यो ठाउँ चाहिँ जङ्गलको बिचमा राम्रो देखिरह है। पुग्दैछौँ अब चाहिँ कालिन्चोक। दोलखा छिर्यौँ हामी। दोलखा छिर्यौँ राजगाउँ मान्छे बसिरहेको दोलखा छिर्यो। अब फाइनली हामी चाहिँ कच्ची बाटो कटेर अलिअलि जाएको छ। दोलखाको खरीढुङ्गा यही हो। खरीढुङ्गा आइपुग्यो ल। सिसन नानीहरूलाई पठाइदियो नटिक्नु भनेर। खान पनि मिल्छ, खायो। ल अब हामी कालिन्चोक उकालो लाग्यौँ। मकैबारीबाट माथि उकालो। ल मकैबारीबाट उकालो लाग्यो हामी। दृश्य देख्न सकिन्छ कालिन्चोक पुरी भिलेजको मनमोहक दृश्य एकदमै। फाइनल्ली गाडी बस पार राख्ने ठाउँ, यो गाडी राख्ने ठाउँ। केबल कार यतापट्टि छ। कालिन्चोक चलिरहेछ केबल कार। मान्छेहरू गइरहेछन् केबल कारमा, देख्न सकिन्छ। दामी देखिरहेको छ। अङ्कल के छ?
आइपुग्यो कालिचोक आमा कालिचोक आइपुग्यो कालिचोक भगवती की जय ल अब चाहिँ अब हामी केबल कार चढ्नेवाला छौँ चट्ट लाएर होइन कालिचोकमा आइपुग्यो यिनीहरू त किन लैजानु होइन बेकारको अनि कस्तो फिल भइरहेको कालिचोक आइपुगेर एकदम खतरा मुखबाट बाफ उडिरहेको छ है रेजिना के छ एकदम बबाल नाना मोबाइल बोक्न मेरो झोला उठेन त्यो त लाने हो त्यो देउ त त्यसमा फुल धुँदो छ क्या अब हामी नि पर गएर चट्ट हेर्नेवाला छौँ ल कस्तो दामी देख्यो है ऊ त्यहाँ केवल कार गइरहेछ मासतिर त्रिशुल लिएर आइसक्यौँ हामी अब हामी केबल कार चढ्ने कालिचोकको अनि हामी माथि जाने रोकिँदो रहेछ है ट्याङ्क चन्द्रगिरी जस्तो हुँदैन गर्दैन ल ल ल ल ल पहिलो एन्ट्री मेरै भयो है त ल जय काली माता भगवान रक्षा गर्नु त्यता बस्नुहोस् काली माता की जय काली माता की जय ल काली माता रक्षा हेलो 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 काली माता की जय ल हामी आइपुग्यौँ अब केबल कारमा फुत्तै एकैछिन कार्ड दियो होइन फेरि टिकट मैले दिएको थिएँ कार्ड केवल कारले तान्ने होइन भगवानले तान्नुहुन्छ आइसकेका छौँ आज काली माताको अब यहाँबाट फलामको भर्याङबाट अलिकति छ फुलप्रसादहरू निकाल्नु सबैले घुमाउ त नानी हो बत्ती एक एक गरेर घुमाऊ माथि नै गर्छ लागिराखेको बेला होइन बा होइन त्यहाँसम्म पुग्न त कुन हालत होला जस्तो छ तल नहेर्ने माथि मात्रै हेर्ने कालिचोक भगवती देवी की हो कालिचोक भगवती देवी की कालिचोक भगवती देवी की काली माता की जय दादा यसो ल अब चाहिँ बत्ती बाल्नुपर्छ फुलपाती चढाइयो होइन अब बत्ती बाल्नुपर्छ ल कालिचोक भगवती अरू के बाँकी छ यहाँ फुल बाँकी छ फुल लिएर जाऊ हेर्नु त्यो फुल उता लिएर जाऊ अलिकति चामल हाल्नु कविले गर्दा त्यो ज्ञान छिरोस् कविको ज्ञान किताब हो क्या
बत्ती राखेको ल बा बा आइपुग्नु भयो हेर मैले आइपुग्नु भयो आइपुग्यो कस्तो लाग्यो तपाईँलाई राम्रै छ ल भन्नु अरू के लाग्यो तपाईँलाई अरू के लाग्यो यो परो ल हामी दर्शन गरेर फर्कियौँ अब अहिले केबल कारमा छौँ हामी दर्शन गरेर प्रसाद खाँदैछौँ अब तल गएर के खाने हो खाइहाल्नु अनि त्यसपछि घिर्लिङ गरेर छ घिर्लिङ हो ल तल चाहिँ कुरी भिलेज यो परो फोटो खिच्दै गर्दा म आउँदै गर्छु अहिले चाहिँ हामी खरीढुङ्गाबाट यता हामी मुडे आइपुग्यौँ मुडेमा अब हामी खाना खानेवाला छौँ अहिले कति 5 साढे 5 खतरा भने खरीढुङ्गा हो क्या सबभन्दा दामी यता हाम्रो राय सर हुनुहुन्छ देखाइदिँदै भ्लगमा राय सर डाइरेक्टली फ्रम फिनल्यान्ड वेलकम होइन हाम्रो यो युवराज घुम्दैछ भ्लग्समा होइन अहिले चाहिँ हामी मुडेमा छौँ अब खाना खानेवाला छौँ चट्ट लाएर भ्यू यस्तो देखिरह ऊ त्यहाँनिर चाहिँ सैलुङ रे भन्ने कुरा आयो आशिष भ्युवर्सहरूलाई सैलुङ कहाँनिर भन्दै त जङ्गलको टुप्पो देखाएको छ त त्यो एउटा मात्रै रुख भएको एउटा मात्रै रुख भएको हो त्यो हो त्यसको ठ्याक्कै पछाडि हो यो वाला रुखै हो त्यसको पछाडि आशिष हामी आइपुग्यौँ फाइनल्ली 14 घन्टा लाग्यो 8 बजी हिँड्यो अनि 10 साढे 9 भयो होइन 8 12 13 साढे 13 भनौँ 14 भनौँ न जे होस् अलि चाँडो हिँडेर टाइम स्पेन्ड गर्ने हो भने चाहिँ 15 घन्टामा नि इस्टिमेट राख्न भन्ने चाहिँ होइन त्यसले खिचेर लगेको झोला लिएर जान्छ अनि यसलाई पठाइन्छ परिवर्तन गर्न चाहने सच्चा नेपालीको सपनालाई शिरमा बोकेर हिँड्ने देशभक्तको छोरा हुँ